लस्सो फ्याफुल्ला दर्शन नमस्ते झडले टसिदले सबैजनालाई म सञ्जय लामा तपाईँहरू माझमा आज पनि म एउटा भिडियो ल्याएर आइसकेको छु है त। मैले अहिले चाहिँ केही दिनदेखि अलिकति नेपाली पारामा चाहिँ मैले नेपाली फ्युजन रेसिपीहरू क्रिएट गर्दैछु र लिएर आउँदैछु भने धेरै साथीभाइहरूलाई पनि एकदमै चासो बढ्न थाल्नु भएको छ र उहाँहरूले आफ्नै किसिमका धारणाहरू टिक्का टिप्पणी गरेर मलाई मेसेज गर्नुभएको छ र कमेन्ट पनि गर्नुभएको छ। त्यसको लागि धन्यवाद छ तपाईँहरूलाई, किनभने तपाईँहरूको मेसेज तपाईँहरूको कमेन्टले गर्दा नै मलाई झन् बुस्ट हुन्छ र झनै म नयाँ नयाँ चिजमा खोजी गर्दै नयाँ नयाँ चिजको क्रिएटिभ गर्ने मैले वेहरू पाउँछु है त। र म चाहिँ के भन्छु भन्दाखेरि मेरो ब्याकग्राउन्ड चाहिँ मेरो यो नेपाली इन्डियन फुडमा छैन, तर पनि अब एज अ नेपाली भएको नाताले, नेपाली सेफ भएको नाताले अफकोर्स आफ्नो खानालाई पनि चाहिँ अन्तर्राष्ट्रिय मार्केटमा लैजाउन भन्ने चाहिँ अब भनौँ न सोचाइ आउँदो रहेछ र गर्न मन लाग्दो रहेछ। त्यस कारणले गर्दाखेरि मैले पनि केही गर्न सक्छु कि भनेर कोसिस गर्दैछु र मैले चाहिँ अब यसो सोचेँ आफ्नै पाराले आफ्नो आइडिया लाउँदाखेरि मैले यदि अर्थेन्टिक मेनु नै दिँदाखेरि चाहिँ अलिकति कस्तो हुँदो रहेछन् भने विभिन्न सेफहरूले, विदेशी सेफहरूले चाहिँ उहाँहरूले अलिकति बुझ्न सक्नुहुन्न रहेछ के, किनकि अलिकति चाहिँ उहाँहरूले पनि अप्ठ्यारो हुन्छ नि त। सिधै अब नयाँ नौलो के हो कसो हो कहिल्यै नसुनेको चिज, नदेखेको चिज देख्दाखेरि त अलिकति उहाँहरूलाई अलिकति चाहिँ यो के हो भनेर चाहिँ स्किप गर्नु हुँदो रहेछ। त्यस कारणले गर्दाखेरि मैले कस्तो लाग्यो भन्दाखेरि होइन अर्को वेले ट्राई गरौँ त, फ्युजन वेले नेपाली फुडलाई। त्यो चाहिँ किनभने चलन चल्तीमा चलिरहेको नाम, सिमिलर नाम र नेपाली टेस्टलाई नमारेर ट्विस्ट गरेर रेसिपी क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ त भन्दाखेरि उहाँहरूलाई अलिकति इन्ट्रेस्टिङ लाग्दो रहेछ। अलिकति सिमिलर नाम छन्, सिमिलर चिज छ भन्ने चाहिँ इन्ट्रेस्टिङ लागेपछि उहाँहरूले झन् अलिकति ध्यान दिँदो रहेछ त्यो चिजलाई। ध्यान दिएपछि ए नेपालीमा पनि, नेपालमा पनि नेपाली फुडहरू रहेछ है भन्ने चिज उहाँहरूको त्यसमा मनसाय जाँदो रहेछ, हेर्नु हुँदो रहेछ भन्ने मैले बुझेर चाहिँ अहिले चाहिँ नेपाली ट्विस्ट, नेपालीपन, टेस्टलाई चाहिँ नमारेर मैले बट कुकिङ प्रोसेसहरू डिफ्रेन्ट हुनसक्छ होइन, सर्भिङ वेहरू डिफ्रेन्ट हुनसक्छ, बट टेस्ट चाहिँ नेपाली नै राखेर मैले फ्युजन वेमा चाहिँ मैले रेसिपीहरू क्रिएट गर्दैछु र केही हदसम्म सायद चाहिँ यो चिजले नेपाली मार्केटमा ग्लोबल मार्केटमा चाहिँ नेपाली फ्युजन फुडलाई चाहिँ लानलाई सजिलो पार्दछ भन्ने मेरो धारणा हो। र अरू कुरा के हो त भन्दाखेरि भोलि यही फ्युजन वेमा जाँदा जाँदै हाम्रो खाना जाँदै गर्दाखेरि टेस्ट त बसिसकेको हुन्छ, स्वाद बसिसकेको हुन्छ र यदि स्वाद बसिसकेपछि हामीले सिधै आफ्नो अर्थेन्टिक रूपमा तपाईँले भोलि डिस क्रिएट गर्नुहुन्छ भने पनि त, किनकि छाप त बसिसकेको छ नि त। त्यस कारणले गर्दाखेरि फरक नपर्ला, भोलि मान्छेहरूले मन पराउला भन्ने र इन्टरनेसनल मार्केटमा चिन्नलाई गाह्रो नहोला भन्ने मेरो सोचाइ भएको कारणले गर्दाखेरि मैले चाहिँ आफ्नै वे, आफ्नै तरिकाबाट, आफ्नै रिसर्च र अनुसन्धानबाट आफ्नै युनिक पाराले चाहिँ मैले नेपाली फ्युजन क्रिएटिभ डिसहरूलाई अगाडि बढाएको छु र रेसिपीहरूलाई अगाडि बढाएको छु। तपाईँहरूको सल्लाह सुझाव र माया, हौसला, साथ सबै जति दिनुभएको छ त्यसको लागि मेरो तर्फबाट धन्यवाद छ तपाईँहरूलाई। थ्याङ्क यू भेरी मच। यस्तै इन्फर्मेटिभ भिडियो र रेसिपीहरूको लागि चाहिँ तपाईँहरू मेरो पेजमा जोडिनु भएको छ र मेरो विभिन्न किसिमका सोसियल एप्सहरू छन्, युट्युब, इन्स्टाग्राम, टिकटकका सोसियल एप्सहरू छन्, त्यहाँ पनि तपाईँहरू जोडिनु होला, बस्नु होला र म सकेसम्म मैले जानेका, बुझेका कुरा र मेरो अनुभवको आधारमा मैले पनि रिसर्च गरेर तपाईँहरू माझमा केही न केही प्रस्तुत गर्ने कोसिस गर्नेछु है त। थ्याङ्क यू भेरी मच सबैजनालाई, धन्यवाद।